व्हाट्स अप गाइज, वेलकम टु माई न्यू भिडियो। आजको भिडियो चाहिँ अस्तिको क्युएनएको एन्सर्सहरू हुनेवाला छ। ल अब सुरु गरौँ है त। सुरुको क्वेसन्स रहेको छ कोबाट भने रामु चापागाइनबाट। यु ड्राइभ योर स्कुटर अ लट, हेभ यु एभर गट इन्टु एक्सिडेन्ट? इफ यस, टेल द रिजन. इफ नो, हाउ यु प्रिभेन्ट योरसेल्फ फ्रम एक्सिडेन्ट सच एट अ सच एज एन्ड टेल द रिजन बिहाइन्ड योर फास्ट ग्रोथ इन सब्सक्राइबर्स अरे। मैले चाहिँ स्कुटर धेरै चलाउन्न, धेरै त चलाउन्न। अनि मैले इफ यु एभर ह्याड एक्सिडेन्ट अरे, मसँग एक्चुली नि भएको छैन एक्सिडेन्ट। अनि हाउ डु यु रिजन बिहाइन्ड, हाउ डु यु प्रिभेन्ट फ्रम एक्सिडेन्ट अरे। एज अब के भन्ने रिजनै छैन के भनौँ। अब हाउ डु यु प्रिभेन्ट, आफै प्रिभेन्ट हुन्छ। कोही पनि मसँग त्यस्तो ठुक्किन आउन्न, त्यही हो। अनि अर्को चाहिँ टेल यु रिजन बिहाइन्ड फास्ट ग्रोथ इन सब्सक्राइबर्स अरे। अब हजुरहरूको सपोर्ट हो गाइज त्यो चाहिँ। अनि अर्को डन दाई हो र अरे, प्लिज टेल यु स्किन केयर एन्ड हेयर कट रुटिन, वाइ यु आर सो ह्यान्डसम एन्ड are you a fan of BTS? Do you play Free Fire or PUBG? And Messi or Ronaldo and Rohit Sharma or Virat Kohli अरे। सस्तै नसिकाएर कमेन्ट सुरुमै भिड्यो के। प्लिज टेल योर स्किन केयर रुटिन एन्ड हेयर केयर रुटिन, वाइ आर यु के अरे ह्यान्डसम एन्ड यु आर यु फ्यान अफ BTS अरे। स्किन केयर रुटिन गरे भए म कालो हुन्थिनँ है गाइस। हेयर केयर रुटिन अरे, यस्तो हेयर केयर, यस्तो कपाल हुन्थ्यो हेयर केयर रुटिन गरेको है। अनि अर्को हेयर ह्यान्डसम अरे। ए यार यो सब सस्तो नसो गराएको यो गाइज कमेन्ट। अनि अर्को चाहिँ आर यु फ्यान अफ BTS अरे। मैले भने गाइज नि त यो त सस्तो नसिकाएर गराएकै हो। त्यसरी डु यु प्ले फ्री फायर और पब्जी अरे। मैले चाहिँ पहिला फ्री फायर पनि खेल्थेँ, पब्जी पनि खेल्थेँ, अहिले त केही नि खेल्दिनँ। मेसी और रोनाल्डो अरे। रोनाल्डो, अलवेज रोनाल्डो गाइज। अन्त रोनाल्डोको पिओ फ्यान हो नि त। अब त जर्सी मात्र हो नभएको, त्यही हो। एन्ड रोहित शर्मा और विराट कोहली अरे। विराट कोहली, रोहित शर्मा। रोहित शर्मालाई मैले चिन्दिनँ, विराट कोहली देखेको हो, त्यही भनौँ। अनि वाट इज योर स्कुल्स नेम अरे। यो चाहिँ भीमबहादुर शाहीबाट। गाइज मेरो स्कुलको नेम चाहिँ एलपी देवकोटा मेमोरियल इङ्ग्लिस बोर्डिङ स्कुल। यो स्कुलका हेडहरू कसैले हेर्नुभएको छ भने प्लिज मलाई यो भिडियोलाई स्पोन्सर गरिदिनुहोस्। र अर्को चाहिँ के माग्छ भने मेरो ढक्क लाएर एसएमडीको अगाडि सब्सक्राइब टु हुड सफल भनेर भनिदिनु भयो भने 600जना छन् स्कुल, के अरे 500भन्दा बढी हुन्छन् के अरे। तिनीहरू सबैले सब्सक्राइब गर्यो भने त कति 500 हो नि, त्यही हो। अब अर्को क्वेसन चाहिँ यस नो स्नोबाट अरे। क्वेसन अब नाम पनि कस्तो यस नो अरे। अनि वाट इज योर एज एन्ड मन्थली स्यालेरी अरे। म चाहिँ गाइज 14 वर्षको, तर मन्थली स्यालेरी चाहिँ अहिलेसम्म आएको छैन गाइज। 1000 सब्सक्राइबर र 4000 घन्टाको वाच टाइम भन्ने हुन्छ, तिनीहरू कम्प्लिट गर्नुपर्छ। त्यो कम्प्लिट गर्नलाई चाहिँ अब धेरै त्यो 1000 सब्सक्राइबर कम्प्लिट गर्नलाई चाहिँ 870 सब्सक्राइबर मात्र छ बाँकी। अनि अर्को चाहिँ वाच टाइम आवर्स भन्ने हुन्छ। वाच टाइम आवर्स चाहिँ मेरो जम्मा 20 छ गाइज, 4000 पुऱ्याउनु पऱ्यो कि। त्यो चाहिँ वाच टाइम आवर भनेको चाहिँ के हो भने अब त्यो वाच टाइम आवर भनेको हजुरहरूले के अरे जति भ्युज आउँछ त्यसरी बढ्ने हो गाइज। त्यो चाहिँ जम्मा 20 छ, 4000 बनाउनु छ गाइज। छिटो सबैलाई सेयर गरिदिनुहोस्। अनि सबैको मोबाइलबाट कि फ्यामिलीको मोबाइलबाट यसो सबै भिडियो 5-5 मिनट हेरिदिनु, अनि मेरो सब बढिहाल्छ कि छिटो हुन्छ कि गाइज है त। अनि अर्को चाहिँ हाउ विल यु युज योर मनी आफ्टर गेटिङ फ्रम युट्युब एन्ड हाउ डु यु गेट सो मोटिभेटेड एन्ड कन्फिडेन्ट वाइल ब्लगिङ एन्ड वी फिल सो नर्भस, गिभ मी सजेसन्स अरे। चाहिँ मैले चाहिँ मनी कसरी युज गर्छु भने चाहिँ अब फर्स्ट स्यालेरी चाहिँ सब दानमा जान्छ गाइज। त्यो भयो। सुरुको स्यालेरी चाहिँ दानमै गर्ने। अनि हाउ आर सो मोटिभेटेड एन्ड कन्फिडेन्ट वाइल ब्लगिङ एन्ड वी फिल सो नर्भस, गिभ सजेसन।
सुरुमा त मलाई नर्भस लाग्थ्यो अनि त्यसपछि चाहिँ अब गर्दै गइरहेपछि चाहिँ अनि त्यसपछि नर्भसनेस हट्यो अनि हाउ डु यु गेट सो मोटिभेटेड अरे मोटिभेटेड त अब तपाईँहरूको मायाले हो यस्तो भएको मोटिभेटेड भएको अनि हजुरहरू नर्भस हुनुहुन्न अब यही हो मेरो सजेसन अब स्वस्तिका छेत्रीबाट इज योर ह्यान्डराइटिङ गुड गाइज मेरो ह्यान्डराइटिङ त भन्नु हुन्न डक्टरलाई चाहिँ टक्कर दिन सक्छु त्यही हो त्यसरी बुझ्नुहोस् अर्को सङ्कल्प चापागान ब्लग सरी डु यु बिलिभ इन गड एन्ड वाट युर रिलिजन एन्ड वाट यु थिङ्क अबाउट गड एन्ड विल यु चेन्ज युर रिलिजन इफ समबडी गिभ $10 million से बाई यो इनर हार्ट एन्ड प्रोपर एक्सप्लेनेसन म चाहिँ हिन्दू धर्म मान्ने मान्छे हो मैले चाहिँ गडमा नि बिलिभ गरिरहेको छु म गरिरहेको छु होइन गर्छु त्यसपछि चाहिँ विल यु चेन्ज योर रिजन इफ समबडी गेट $10 million सम्भव छैन कि गाइज दुइटा कुरै सम्भव छैन मैले रिलिजन पनि चेन्ज गर्दिनँ कसैले मलाई $10 million पनि दिन्न त्यो भएन अनि त्यसपछि चाहिँ बारे रट एन्ड प्रोपर एक्सप्लेसन ल गाइज जो सब भइसक्यो अनि लर्न विथ RNF अरे वाट डु डु फर लिभिङ अरे म चाहिँ गाइज बिहान उठ्ने मुख धुने त्यसपछि चाहिँ उठेर मुख धुने अनि पानी खाने त्यसपछि होमवर्क गर्ने पढ्ने अनि त्यसपछि चाहिँ खाना खाने अनि स्कुल जान रेडी हुने अनि स्कुल जाने अनि आउने अनि एकैछिन खेल्ने त्यसपछि होमवर्क गर्ने त्यसपछि खाना खाने अनि सुत्ने त्यही हो गाइज अनि त्यसपछि इडिट्नु भयो अरे तिम्रो स्यालेरी भन अरे ए गाइज स्यालेरी आउनु के त्यो मैले भनिसकेँ नि त्यो 4000 घन्टाको वाच टाइम र त्यसपछि 1000 सब्सक्राइबर पुगेपछि बल्ल स्यालेरी आउने हो त्यही हो कुरा अनि चिल इडिट्स 1 2 3 अरे डोन्ट युर प्यारेन्ट्स स्कोल्ड वेन यु टेक आउट स्कुटर एन्ड ड्राइभ ल गाइज मलाई चाहिँ त्यति गर्नुहुन्न त्यही मैले धेरै चलाउनु स्कुटर त्यही कहिले काम गरेको बेला नत्र त्यही भिडियो बनाउन त्यही हो अर्को चाहिँ APSC डेली क्याम्प अरे वेयर डु यु लिभ इन वाट इज यर हाइट एन्ड एज अरे म चाहिँ गाइज पोखरामा बस्छु अनि त्यसपछि पोखराको बिरौटामा अनि त्यसपछि अर्को क्वेसन चाहिँ वाट इज यर एज म चाहिँ गाइज 14 वर्षको ओन्ली अनि हाइट 5 फुट 5 इन्च यो यसको सिरियस बलर अरे डु यु प्ले फुटबल इफ यस वी वान फुटबल भिडियोज अरे गाइज म चाहिँ फुटबल चाहिँ खेल्छु तर अहिले भिडियो बनाउन अहिले सम्भव छैन कुनै बेला मैले म्याच खेलेर डाटा केही ड्राइभर केही किनेर रहेछु भने टक्क आएर म लाइभ गरिदिन्छु कि गाइज ढुक्क बस्नु न अनि अर्को चाहिँ लर्न विथ RNF अरे डु यु हेभ गर्लफ्रेन्ड अनि केशव रेग्मी दाइले चाहिँ के भन्नुभएको छ भने डु यु हेभ सेन्स अरे मैले चाहिँ अब कुनै भिडियोमा के गल्ती गरेको भाइ भन्नु गाइज नत्र त्यो दाइले मलाई यतिकै त त्यस्तो भन्नुहुन्न त्यही हो गाइज गल्ती गरेको है भनिदिनु त्यही हो अनि अर्को डिमस सारू तिमी किन सेतो देखिएको साथी तिमी त कालो छौ र अनि तिम्रो मर्दको दारी कसरी आयो दोस्तहरू ए यार साथी यार मलाई त्यस्तो नबनाउन म अहिले गोरो हुन लाग्छु क्या आजकल त्यही हो मलाई त्यस्तो कालो नभन है गाइज भन्नुहुन्न अनि अर्को चाहिँ तिम्रो मर्दको दारी कसरी आयो भने मर्दको चिनो भन्ने आफै आइहाल्छ नि त गाइज कसरी आयो भन्ने मलाई कसरी भन्ने अब तिमी मोटो छौ म भनिदिन्छु है गाइज सरी तिमीले केही नभन तिमी मोटो कसरी भयो एउटै हो नि त गाइज एउटै हो नि त त्यस्तो एउटै मिनिङ छ नि त त्यस्तो क्वेसन चाहिँ नसोध्नु है अर्को चाहिँ लास्ट क्वेसन चाहिँ के हो GSD के छ यो बिगेस्ट रिग्रेट इन यर लाइफ एन्ड वान अकवर्ड मोमेन्ट इन फ्रन्ट अफ प्यारेन्ट्स टिचर्स एन्ड फ्रेन्ड मेरो बिगेस्ट रिग्रेट इन माई लाइफ भनेको चाहिँ म कालो हुनु हो त्यसपछि अकवर्ड मोमेन्ट इन इन फ्रन्ट अफ प्यारेन्ट्स टिचर्स फ्रेन्ड्स यो चाहिँ मैले सम्झेको छैन गाइज योचोटि अर्को भिडियोमा कमेन्ट गरिदिनु यो भिडियोमा कमेन्ट गरिदिनु कि अर्को भिडियोमा कमेन्ट गरिदिनु म चाहिँ अर्को पालि सोचेर सम्झेर सबै भन्छु अनि त्यसपछि त्यति नै हो गाइज आजको भिडियोमा थ्याङ्क यू सो मच फर वाचिङ बाई भन्दा अगाडि चाहिँ सब्सक्राइब गर्न नबिर्सनु ल गाइज